के तिमीलाई थाहा छ, इतिहासका सबैभन्दा महान युद्धहरू तलवारले होइन, दिमागले जितिएका हुन्। यही कारणले केही मानिसहरू कमजोर देखिए पनि अन्ततः विजयी हुन्छन्, जबकि धेरै शक्तिशाली मानिसहरू पनि हार्छन्, किनभने उनीहरूलाई लड्न त आउँछ, तर सोच्न आउँदैन। द आर्ट अफ वार केवल युद्धको पुस्तक होइन, यो मानव मनोविज्ञान, निर्णय क्षमता, समयको सही उपयोग, रणनीति र शक्तिको सही प्रयोग सिकाउने पुस्तक हो। यही कारणले आज पनि सफल व्यवसायी, सीईओ, सैनिक कमान्डर, वार्ताकार र उद्यमीहरूले यसलाई अत्यन्त महत्त्वका साथ अध्ययन गर्छन्। सुन त्जू भन्छन्, सबैभन्दा ठूलो विजय त्यो हो जहाँ युद्ध नै गर्नु नपरोस्। अब सोच त, तिम्रो जीवनमा कति झगडा तिमी आफैले सिर्जना गर्छौ। हरेक बहस जित्नै पर्छ भन्ने लाग्छ, हरेक अपमानको जवाफ दिनै पर्छ भन्ने लाग्छ, हरेक प्रतिस्पर्धामा भाग लिनै पर्छ भन्ने लाग्छ, अनि अन्त्यमा भन्छौँ मेरो जीवनमा धेरै तनाव छ। तर साँच्ची के हरेक युद्ध लड्न आवश्यक छ? यहीँबाट एउटा रणनीतिक मानिस र एउटा भावनाले चल्ने मानिस बीचको फरक सुरु हुन्छ। कल्पना गर, दुईजना मानिस छन्। पहिलो व्यक्ति, कसैले केही भन्यो भने तुरुन्त प्रतिक्रिया दिन्छ, कसैले चुनौती दियो भने आफूलाई प्रमाणित गर्न दौडिन्छ। दोस्रो व्यक्ति, पहिले परिस्थिति बुझ्छ, ध्यानपूर्वक हेर्छ, सोच विचार गर्छ अनि मात्र निर्णय लिन्छ। अब भन्, अन्ततः कसले जित्छ? धेरैले भन्नेछन् आक्रामक व्यक्ति, तर इतिहासले अर्कै कुरा भन्छ। इतिहास भन्छ धैर्यवान मानिसले अन्ततः विजय हासिल गर्छ। अब एउटा गहिरो सत्य, तिम्रो सबैभन्दा ठूलो शत्रु अर्को मानिस होइन, तिम्रो सबैभन्दा ठूलो शत्रु भनेको अरूको व्यवहारमा तुरुन्त प्रतिक्रिया दिने तिम्रो बानी हो। किनकि जुन क्षण तिमी सोच्दै नसोची प्रतिक्रिया दिन्छौ, त्यही क्षण तिमीले आफ्नो नियन्त्रण गुमाइसकेको हुन्छौ। सुन त्जू भन्छन्, यदि शत्रुले तिमीलाई उक्साउन सक्छ भने उसले तिमीलाई नियन्त्रण पनि गर्न सक्छ। अब आफूलाई सोध, कति पटक कसैको एउटा शब्दले तिम्रो पुरै दिन बिगारेको छ? कति पटक एउटा कमेन्टले तिम्रो आत्मविश्वास कमजोर बनाएको छ? कति पटक अरूको सफलता देखेर तिमी आफ्नै बाटो बिर्सिएको छौ? यदि यस्तो भइरहेको छ भने बुझ, तिम्रो दिमाग अझै पनि अरूको नियन्त्रणमा छ। र जो मानिस आफ्नो मनको राजा बन्न सक्दैन, ऊ कुनै पनि क्षेत्रमा राजा बन्न सक्दैन। कल्पना गर, कसैले तिमीलाई अपमान गर्यो, तर तिमी मुस्कुराउँदै आफ्नो बाटो लाग्यौ। कसैले तिमीलाई कम आक्यो, तर तिमी चुपचाप आफ्नो तयारीमा लागिरह्यौ। कसैले तिम्रो विरुद्ध योजना बनाइरहेको छ, तर तिमी आफ्नो ऊर्जा उसलाई हराउन होइन, आफूलाई अझ राम्रो बनाउन खर्च गरिरहेका छौ। यही हो रणनीति, यही हो बुद्धिमत्ता, र यही नै द आर्ट अफ वारको पहिलो पाठ हो। हरेक युद्ध लड्ने मानिस योद्धा हुँदैन, साँचो योद्धा त्यो हो जसले सही युद्ध छान्न जान्दछ। अब अर्को महत्त्वपूर्ण कुरा, जीवन चेस खेल जस्तै हो, हरेक चालको अर्थ हुन्छ, तर अधिकांश मानिसहरू केवल अर्को चाल मात्र देख्छन्। रणनीतिक मानिसहरू भने 5 चाल अगाडिको परिणाम सोचेर निर्णय गर्छन्। यही कारणले साधारण मानिस आजको खुसीका लागि निर्णय लिन्छ, तर असाधारण मानिस 5 वर्षपछि कस्तो जीवन चाहिन्छ भन्ने सोचेर निर्णय गर्छ। अब कल्पना गर, यदि हरेक निर्णय लिनु अघि तिमीले एउटा मात्रै प्रश्न सोध्न थाल्यौ, यस निर्णयको प्रभाव 5 दिनपछि होइन 5 वर्षपछि कस्तो हुनेछ भने तिम्रा कति निर्णयहरू परिवर्तन हुन्थे? सायद धेरै, किनकि त्यसपछि तिमी तत्कालको सुख होइन दीर्घकालीन विजय रोज्न थाल्थ्यौ। र यही नै सुन त्जूको दर्शन हो, क्षणिक भावनालाई होइन दीर्घकालीन रणनीतिलाई पछ्याउ। अब अर्को शक्तिशाली सत्य, आजको संसारमा धेरै मानिसहरू छिटो दौडिरहेका छन्, तर धेरै कमलाई थाहा छ कि उनीहरू कहाँ पुग्न खोजिरहेका छन्। दिशाविहीन गति केवल थकाइदिन्छ, गन्तव्यसम्म पुर्याउँदैन। त्यसैले द आर्ट अफ वारको अर्को ठूलो शिक्षा यही हो, शक्तिभन्दा पहिले सोच, गतिभन्दा पहिले रणनीति बनाऊ, अनि कुनै पनि कदम चाल्नु अघि आफ्नो मनलाई जित्न सिक। किनकि जसले आफ्नै मनको युद्ध जित्न सक्छ, उसले संसारका धेरै युद्धहरू सुरु हुनु अघि नै जितिसकेको हुन्छ। तर सुन, त्जूले बारम्बार सम्झाउने एउटा कुरा छ, जसलाई आजको समाजले सबैभन्दा बढी व्यवस्था गरेको छ, हरेक शक्ति देखिने हुँदैन। सबैभन्दा खतरनाक मानिस त्यो होइन जसले सबैभन्दा धेरै हल्ला गर्छ, सबैभन्दा खतरनाक मानिस त त्यो हो जसले चुपचाप आफ्नो तयारी गरिरहेको हुन्छ।
सुनजुको प्रसिद्ध सिद्धान्त छ, जब तिमी बलियो छौ आफूलाई कमजोर देखाऊ, जब कमजोर छौ आफूलाई बलियो देखाऊ। यसको अर्थ केवल युद्धका लागि होइन, यसको अर्थ हो आफ्ना हरेक योजना, हरेक सपना र हरेक रणनीति सबैलाई सुनाउँदै नै र। एकछिन सोच, तिमीले नयाँ लक्ष्य बनायौ, अर्को दिन नै सबैलाई भन्यौ, म यो व्यवसाय सुरु गर्दैछु, अब मेरो जीवन बदलिनेछ, म ठूलो सफलता हासिल गर्नेछु। तर केही महिनापछि त्यो लक्ष्य कतै देखिँदैन। किन? किनकि तिमीले काम गर्नुअघि घोषणा गर्यौ। धेरै पटक हाम्रो मस्तिष्कले केवल लक्ष्य घोषणा गरिदिन पनि केही उपलब्धि हासिल गरे जस्तो महसुस गर्न थाल्छ। त्यसैले बुद्धिमान मानिसहरू कम बोल्छन्, धेरै काम गर्छन्। अब कल्पना गर, दुईजना म्याराथनको तयारी गरिरहेका छन्। पहिलो व्यक्तिले हरेक दिन सामाजिक सञ्जालमा आफ्नो अभ्यास देखाइरहेको छ। पहिलो दिन, 5औं दिन, 20औं दिन। दोस्रो व्यक्ति भने चुपचाप अभ्यास गरिरहेको छ। न कुनै घोषणा, न कुनै प्रदर्शन। जब दौड सुरु हुन्छ, धेरै सम्भावना कसको हुन्छ? त्यसैको, जसले आफ्नो ऊर्जा देखाउनु होइन, आफूलाई विकसित गर्न खर्च गरेको हुन्छ। यही हो रणनीतिक सोच। अब अर्को गहिरो सत्य। सुनजु भन्छन्, यदि जित्न चाहन्छौ भने सबैभन्दा पहिले युद्धभूमिलाई बुझ। नबुझिकन युद्ध सुरु गर्नु भनेको हारलाई आफै निम्तो दिनु हो। अब यही कुरा जीवनमा लागू गर। तिमी व्यवसाय सुरु गर्न चाहन्छौ, तर बजार नै बुझ्दैनौ। तिमी लगानी गर्न चाहन्छौ, तर ज्ञान हासिल गर्दैनौ। तिमी राम्रो सम्बन्ध चाहन्छौ, तर अर्को व्यक्तिलाई बुझ्ने प्रयास नै गर्दैनौ। अनि जब सबै कुरा बिग्रिन्छ, तिमी भन्छौ, मेरो भाग्य खराब रहेछ। तर समस्या भाग्यमा थिएन, समस्या तयारीमा थियो। कल्पना गर, दुईजना विद्यार्थी छन्। पहिलो विद्यार्थीले वर्षभरि योजना बनाउँछ, पूरा पाठ्यक्रम बुझ्छ, आफ्ना कमजोरीहरू पहिचान गर्छ, नियमित अभ्यास गर्छ। अर्को विद्यार्थी भने परीक्षाभन्दा 5 दिन अघि मात्रै पढ्न सुरु गर्छ। दुवैको बुद्धि बराबर हुन सक्छ, तर नतिजा कहिले बराबर हुँदैन। किन? किनकि रणनीति सधैँ गतिभन्दा शक्तिशाली हुन्छ। अब अर्को महत्त्वपूर्ण कुरा, धेरै मानिसहरूले अवसर मात्र देख्छन्, तर रणनीतिक मानिसले अवसरसँगै जोखिम पनि देख्छ। यही गुणले उसलाई अरूभन्दा फरक बनाउँछ। यदि तिमी हरेक अवसरको पछि नसोची दौडियौ भने एक दिन त्यही अवसर जाल बन्न सक्छ। सुनजु भन्छन्, चम्किने हरेक वस्तु विजय हुँदैन। कहिलेकाहीँ सबैभन्दा सजिलो देखिने बाटो नै सबैभन्दा खतरनाक जाल हुन सक्छ। आज हेर, कति मानिसहरू छिटो पैसा कमाउने सपना देखिरहेका छन्, एकै रातमा प्रसिद्ध हुने सपना देखिरहेका छन्। तर कति मानिसहरू धैर्य, सिप र दीर्घकालीन योजनामा काम गरिरहेका छन्। यही कारणले केही मानिसहरू केही महिनामै हराउँछन्, तर केही मानिसहरू वर्षौंसम्म सफल र सम्मानित रहन्छन्, किनकि उनीहरूले छोटो बाटो होइन, रणनीति रोजेका थिए। अब अर्को गहिरो सत्य, यदि तिमीले हरेक निर्णय भावनाको भरमा लिन्छौ भने कुनै न कुनै दिन कसैले तिमीलाई सजिलै आफ्नो नियन्त्रणमा ल्याइदिन्छ। किन? किनकि भावनाले चल्ने मानिसको अर्को चाल अनुमान गर्न सजिलो हुन्छ, तर शान्त मानिस खतरनाक हुन्छ, किनकि ऊ हतारमा प्रतिक्रिया दिँदैन। ऊ पहिले हेर्छ, बुझ्छ, विश्लेषण गर्छ अनि मात्र कदम चाल्छ। र याद राख, प्रतिक्रियाभन्दा अवलोकन सधैँ शक्तिशाली हुन्छ। कल्पना गर, कसैले तिमीलाई जानी रिस उठाउने प्रयास गरिरहेको छ। उसलाई विश्वास छ तिमी रिसाउने छौ, तर तिमी केवल मुस्कुराउँछौ, केही बोल्दैनौ र आफ्नो बाटो लाग्छौ। त्यो क्षणमा नियन्त्रण कसको हातमा छ? तिम्रो। किनकि जसले आफ्ना भावनामाथि नियन्त्रण गर्न सक्छ, उसलाई अरूले नियन्त्रण गर्न सक्दैन। यही अर्को अमूल्य शिक्षा हो। युद्ध जित्नु अघि आफ्ना प्रतिक्रियामाथि विजय हासिल गर। किनकि जुन मानिस सबैभन्दा कठिन परिस्थितिमा पनि शान्त भएर सोच्न सक्छ, अन्ततः उसैले सबैभन्दा कठिन युद्ध पनि जित्छ। तर सुनजु अर्को अत्यन्त महत्त्वपूर्ण कुरा पनि सिकाउँछन्। हरेक मानिसलाई हराउनु आवश्यक हुँदैन। धेरै पटक सबैभन्दा ठूलो विजय कसैलाई हराउनुमा होइन, अनावश्यक युद्धबाट टाढा रहनुमा हुन्छ। बुद्धिमान योद्धाले आफ्नो शक्ति जहाँसुकै खर्च गर्दैन। ऊ आफ्नो ऊर्जा बचाएर राख्छ, केवल त्यो युद्धका लागि
जसको वास्तवमै मूल्य हुन्छ। अब आफ्नो जीवनतिर फर्केर हेर। तिमीले हरेक दिन आफ्नो मानसिक ऊर्जा कहाँ खर्च गरिरहेका छौ? कसैको टिप्पणीमा, कसैको आलोचनामा, कसैको ईर्ष्यामा, कसैको नकारात्मक व्यवहारमा। यस्ता कुराहरूमा अल्झिँदै जाँदा तिम्रो मन बिस्तारै थाक्न थाल्छ। अनि जब जीवनको साँच्चीकै ठूलो चुनौती आउँछ, त्योसँग जुझ्ने शक्ति नै बाँकी रहँदैन। त्यसैले रणनीतिक मानिसहरूले आफ्नो समय मात्र होइन, आफ्नो मानसिक ऊर्जा पनि जोगाएर राख्छन्। किनकि जसले आफ्नो ऊर्जा गुमायो, उसले आधा युद्ध सुरु हुनु अघि नै हारिसकेको हुन्छ। अब कल्पना गर, तिम्रो अगाडि दुईवटा बाटा छन्। पहिलो, हरेक बहसमा कुद्ने, हरेक अपमानको जवाफ दिने, हरेक कुरा प्रमाणित गर्न खोज्ने। दोस्रो, शान्त रहने, आफ्नो काममा केन्द्रित हुने र आफ्नो नतिजाबाट उत्तर दिने। यी दुईमध्ये वास्तवमै शक्तिशाली को हो? त्यो व्यक्ति जसलाई आफूलाई प्रमाणित गर्नुपर्ने आवश्यकता नै पर्दैन। किनकि आत्मविश्वासले कहिले हल्ला गर्दैन, आत्मविश्वासले काम गर्छ। अब अर्को गहिरो शिक्षा। सुन्जु भन्छन्, आफ्नो शत्रुलाई चिन, तर त्यसअघि आफूलाई चिन। यदि तिमी आफ्ना शक्तिहरू चिन्दैनौ, आफ्ना कमजोरीहरू बुझ्दैनौ, आफ्ना भावनाहरू नियन्त्रण गर्न सक्दैनौ भने कुनै पनि मानिसले तिमीलाई सजिलै आफ्नो खेलको मोहरा बनाउन सक्छ। अब आफूलाई केही प्रश्न सोध। तिमीलाई सबैभन्दा छिटो कुन कुराले रिस उठाउँछ? कुन कुराले तिम्रो ध्यान भङ्ग गर्छ? कुन परिस्थितिमा तिमी सबैभन्दा धेरै डराउँछौ? यदि यी प्रश्नहरूको उत्तर तिमीलाई थाहा छैन भने अझै तिमीले आफूलाई चिनेका छैनौ। र सुन्जु भन्छन्, जसले आफूलाई चिन्दैन, ऊ हरेक जितपछि पनि अर्को हारको नजिक पुगिरहेको हुन्छ। अब कल्पना गर, यदि तिमीलाई आफ्ना सबै कमजोरीहरू थाहा भयो भने, तिमीलाई थाहा छ कहिले भावनामा बग्छौ, कहिले हतारमा निर्णय गर्छौ, कहिले धैर्य गुमाउँछौ, त्यसपछि के हुन्छ? तिमी ती कमजोरीहरूलाई सुधार्न थाल्छौ। यही हो आत्मचेतना। र यही आत्मचेतना कुनै पनि सफल रणनीतिको बलियो आधार हो। धेरै मानिसहरू आफ्नो शक्ति बढाउन व्यस्त हुन्छन्, तर आफ्ना कमजोरीहरूलाई बेवास्ता गर्छन्। अन्ततः त्यही कमजोरी एक दिन उनीहरूको सबैभन्दा ठूलो हारको कारण बन्छ। एउटा सानो नराम्रो बानीले पूरा भविष्य बिगार्न सक्छ। एउटा गलत निर्णयले वर्षौंको मेहनत मेटाउन सक्छ। त्यसैले सुन्जु भन्छन्, आफ्नो सबैभन्दा कमजोर स्थानको रक्षा गर। जीवनको हरेक क्षेत्रमा यही नियम लागू हुन्छ। यदि तिम्रो कमजोरी काम टार्ने बानी हो भने सबैभन्दा पहिले त्यसैलाई जित। यदि तिम्रो कमजोरी रिस हो भने त्यसमाथि नियन्त्रण गर्न सिक। यदि तिम्रो कमजोरी अहंकार हो भने सबैभन्दा पहिले त्यसलाई नियन्त्रण गर। किनकि शत्रुले सधैँ त्यही ठाउँमा आक्रमण गर्छ जहाँ तिम्रो सुरक्षा सबैभन्दा कमजोर हुन्छ। अब अर्को गहिरो सत्य। धेरै मानिसहरू सोध्छन्, जित्नका लागि साहस मात्र भए पुग्छ। तर सुन्जु भन्छन्, साहस मात्र पर्याप्त हुँदैन। यदि साहससँग बुद्धि जोडिएको छैन भने त्यही साहस एक दिन लापरवाहीमा बदलिन्छ। यही कारणले धेरै मानिसहरू अथक मेहनत गर्छन्, तर गलत दिशामा। धेरै छिटो दौडिन्छन्, तर गलत बाटोमा। अन्त्यमा उनीहरू भन्छन्, मैले त यति धेरै मेहनत गरे, तर पनि सफल हुन सकिन। तर सत्य के हो? मेहनत आवश्यक छ, तर सही दिशा मेहनत भन्दा पनि महत्त्वपूर्ण हुन्छ। कल्पना गर, एकजना मानिस बिस्तारै हिलिरहेको छ, तर सही बाटोमा। अर्को मानिस अत्यन्त तीव्र गतिमा दौडिरहेको छ, तर गलत दिशामा। अन्ततः गन्तव्यमा को पुग्छ? त्यही जसले पहिले सही दिशा छान्यो अनि त्यसपछि गति बढायो। यही दि आर्ट अफ वारको सबैभन्दा व्यावहारिक शिक्षा हो। कुनै पनि कदम चाल्नु अघि रोकिनु, सोच्नु, बुझ्नु र त्यसपछि मात्र अघि बढ्नु। किनकि एउटा सही रणनीति 100वटा शक्तिशाली आक्रमण भन्दा पनि प्रभावकारी हुन्छ। अब सुन्जुको अर्को गहिरो शिक्षा। जससँग धैर्य छैन, उसले शक्ति पनि लामो समय टिकाउन सक्दैन। आजको संसारलाई हेर, सबैलाई सबै कुरा तुरुन्तै चाहिएको छ। छिटो पैसा, छिटो सफलता, छिटो परिणाम, छिटो प्रसिद्धि। तर प्रकृतिलाई हेर, उसले कहिल्यै हतार गर्दैन, तैपनि हरेक ऋतु सही समयमा आउँछ। त्यसैले रणनीति सधैँ सही समयसँगै चल्छ। सुन्जु बारम्बार सम्झाउँछन्, गलत समयमा लिइएको सही निर्णयले पनि हार दिलाउन सक्छ। कल्पना गर, एउटा किसानले बिउ छर्ने सही समय गुमायो। वर्षा सकिएपछि खेतमा बिउ छर्यो। बिउ राम्रो थियो,
मेहनत पनि इमान्दार थियो, तर समय गलत थियो। त्यसैले परिणाम पनि राम्रो आएन। यही गल्ती मानिसहरूले आफ्नो जीवनमा पनि गर्छन्। तयारी बिनै व्यवसाय सुरु गर्छन्। सिप नबनाई ठूलो अवसर समात्न खोज्छन्। धैर्य बिनै सफलताको अपेक्षा गर्छन् अनि असफल भएपछि भाग्यलाई दोष दिन्छन्। तर धेरैजसो अवस्थामा दोष भाग्यको होइन, समय र तयारीको हुन्छ। अब अर्को महत्त्वपूर्ण शिक्षा। सुन्जु भन्छन्, धेरै विजय शक्ति होइन, सही जानकारीले दिलाउँछ। जससँग सही जानकारी छ, उसले आधा युद्ध सुरु हुनु अघि नै जितिसकेको हुन्छ। अब सोच, कति पटक तिमीले पूरा सत्य नबुझी निर्णय गरेका छौ? कसैको सल्लाह सुनेर लगानी गर्यौ, कसैको जीवनशैली देखेर आफ्नो करियर रोज्यौ, कसैको सफलता देखेर त्यही बाटो पछ्याउन थाल्यौ। तर के तिमीले उसको सङ्घर्ष पनि देख्यौ? उसको तयारी, उसले भोगेका असफलताहरू? सायद देखेनौ, किनकि धेरै मानिसहरूले परिणाम देख्छन्, तर त्यस पछाडिको यात्रा देख्दैनन्। रणनीतिक मानिसहरू भने सतह हेरेर निर्णय गर्दैनन्। उनीहरू तथ्यहरू सङ्कलन गर्छन्, अवलोकन गर्छन्, प्रश्न सोध्छन्, सबै कुरा बुझ्छन्, त्यसपछि मात्र निर्णय लिन्छन्। कल्पना गर, तिमी चेस खेल्दैछौ। यदि प्रतिद्वन्द्वीको अर्को चाल नबुझी आफ्नो सबैभन्दा शक्तिशाली गोटी अगाडि बढायौ भने सायद अर्को चालमै त्यो गोटी गुमाउनेछौ। जीवनमा पनि यही हुन्छ। जब तिमी सोच विचार नगरी आफ्नो समय, आफ्नो विश्वास र आफ्नो पैसा गलत ठाउँमा लगानी गर्छौ। अब अर्को गहिरो शिक्षा। सुन्जु भन्छन्, आफ्ना भावनाहरूलाई अरूले सजिलै पढ्न नदिऊ, किनकि जसले तिम्रा भावनाहरू बुझिसक्यो उसले तिम्रा निर्णयहरू पनि अनुमान गर्न सक्छ। अब आफूलाई सोध, जब तिमी अत्यन्त रिसाएको हुन्छौ, के तिम्रा निर्णय सही हुन्छन्? जब तिमी डरले भरिएको हुन्छौ, के तिम्रो सोच स्पष्ट हुन्छ? जब तिमी अत्यधिक उत्साहित हुन्छौ, के तिमी जोखिमको सही मूल्याङ्कन गर्न सक्छौ? धेरै जसो अवस्थामा उत्तर हुन्छ, हुँदैन। त्यसैले बुद्धिमान मानिसहरू भावनाहरू अनुभव त गर्छन्, तर निर्णय सधैँ विवेकका आधारमा लिन्छन्। कल्पना गर, कसैले तिमीलाई उक्साउने प्रयास गरिरहेको छ। उसलाई थाहा छ, यदि तिमीलाई थोरै मात्र रिस उठाउन सकियो भने बाँकी गल्ती तिमी आफैले गर्नेछौ। यही कारणले धेरै मानिसहरू आफ्नै हार आफै लेख्छन्, किनकि उनीहरूले आफ्ना भावनालाई आफ्नै मालिक बन्न दिएका हुन्छन्। अब सन्जु, अर्को गहिरो शिक्षा। जीवनका सबै युद्धहरू सिधै अगाडिबाट जितिँदैनन्। कतिपय युद्धहरू एक कदम पछाडि हटेर जितिन्छन्। सुन्दा यो अनौठो लाग्न सक्छ, तर सन्जु भन्छन्, यदि आज एक कदम पछाडि हट्दा भोलि ठूलो विजय प्राप्त हुन्छ भने त्यो हार होइन, त्यो त सबैभन्दा बुद्धिमानी निर्णय हो। अब आफ्नो जीवन सम्झ, कति पटक केवल अहङ्कारका कारण गलत सम्बन्धमा अड्कियौँ, गलत साझेदारीलाई छोड्न सकेनौँ, अर्थहीन बहसमा फसिरह्यौँ, किनकि तिमीलाई लाग्यो यदि म पछि हटेँ भने मानिसहरूले मलाई कमजोर ठान्नेछन्। तर वास्तविकता फरक छ। धेरै पटक पछि हट्नु भनेको भाग्नु होइन, आफ्नो शक्ति बचाउनु हो। त्यसैले महान रणनीतिकारहरूले हरेक युद्ध लड्दैनन्। उनीहरू केवल त्यही युद्ध लड्छन् जसको मूल्य उनीहरूको समय, ऊर्जा र जीवनसँग मेल खान्छ। यही सोचले साधारण मानिसलाई असाधारण रणनीतिकार बनाउँछ, किनकि अन्ततः जित बहादुरको मात्र हुँदैन, सबैभन्दा बुद्धिमानी मानिसको हुन्छ। अबको सबैभन्दा शक्तिशाली शिक्षामध्ये एउटा, जसको आफ्नै योजना हुँदैन, ऊ बिस्तारै अरूको योजनाको हिस्सा बन्छ। अब एकछिन सोच, यदि तिमीले निर्णय नै गरेनौ कि 5 वर्षपछि कहाँ पुग्ने हो भने दुनियाँले तिमीलाई आफूले चाहेको दिशातिर लैजान थाल्छ। कहिले सामाजिक सञ्जाल, कहिले ट्रेन्ड, कहिले अरूका अपेक्षाहरू, कहिले परिस्थितिहरू। यिनैले तिम्रो जीवनको दिशा तय गर्न थाल्छन्। तर रणनीतिक मानिसहरू यस्तो हुन दिँदैनन्। उनीहरू हावाले जता लग्यो त्यतै बग्दैनन्। उनीहरू आफ्नै बाटो बनाउँछन्। सन्जु भन्छन्, यदि तिमीलाई आफ्नो गन्तव्य थाहा छैन भने हरेक बाटो सही जस्तो लाग्छ। यही नै धेरै मानिसहरूको सबैभन्दा ठूलो समस्या हो। उनीहरू व्यस्त छन् तर दिशाविहीन, मेहनत गरिरहेका छन् तर कुन गन्तव्यका लागि भन्ने नै थाहा छैन। कल्पना गर, एउटा जहाज विशाल समुद्रमा निस्कियो, तर त्यससँग न नक्सा छ, न कम्पास, न गन्तव्य। के हुन्छ? जहाज त चलिरहन्छ, तर कहिल्यै सही बन्दरगाहमा पुग्दैन। धेरै मानिसहरूको जीवन पनि यस्तै हुन्छ। बिहानदेखि रातिसम्म दौडिरहेका हुन्छन्,
तर किन दौडिरहेका छन् भन्ने उनीहरूलाई नै थाहा हुँदैन। अब अर्को महत्त्वपूर्ण शिक्षा, हरेक विजयको सुरुवात तयारीबाट हुन्छ। साधारण मानिसहरूले विजय मात्र देख्छन्, रणनीतिक मानिसहरूले भने विजयभन्दा पहिले भएको तयारी देख्छन्। जब संसार सुतिरहेको हुन्छ, उनीहरू सिकिरहेका हुन्छन्। जब अरूहरू उत्सव मनाइरहेका हुन्छन्, उनीहरू अभ्यास गरिरहेका हुन्छन्। जब धेरै मानिसहरूले बहाना खोजिरहेका हुन्छन्, उनीहरू आफ्नो प्रणाली सुधारिरहेका हुन्छन्। यही कारणले अवसर आउँदा मानिसहरू भन्छन्, कस्तो भाग्यशाली रहेछ। तर वास्तविकता भाग्य होइन, तयारी हो। किनकि अवसरले सधैँ तयार मानिसलाई मात्र चिन्छ। कल्पना गर, दुईजनालाई एउटै अवसर प्राप्त भयो। पहिलो व्यक्ति नसिब छ, न तयारी, न स्पष्ट सोच। दोस्रो व्यक्ति वर्षौंदेखि आफूमाथि काम गरिरहेको छ, ज्ञान बढाइरहेको छ, अनुशासन विकास गरिरहेको छ। अब बताऊं, अवसरले कसको जीवन बदल्छ? त्यही व्यक्तिको जो पहिलेदेखि नै तयार थियो। त्यसैले सन्जु भन्छन्, युद्ध रणभूमिमा जितिँदैन। युद्ध त त्यसभन्दा धेरै पहिले तयारी, योजना र अनुशासनमा जितिन्छ। अब अर्को गहिरो सत्य, तिम्रा निर्णयहरूले तिम्रो भविष्य बनाउँछन्, तर तिम्रा दैनिक बानीहरूले तिम्रा निर्णयहरू बनाउँछन्। यदि हरेक बिहान उठ्ने बित्तिकै तिमी सोच्दै नसोची मोबाइल समात्छौ भने एक दिन तिमी सोच्दै नसोची गलत अवसरहरू पनि समात्न थाल्नेछौ। यदि हरेक दिन कठिन कामबाट भाग्छौ भने एक दिन ठूलो जिम्मेवारीबाट पनि भाग्नेछौ। त्यसैले रणनीतिक जीवन कुनै ठूलो निर्णयबाट सुरु हुँदैन, यो त साना साना दैनिक बानीबाट सुरु हुन्छ। अब अन्तिम गहिरो शिक्षा, आफूलाई कहिल्यै कम नआँक। किनकि तिम्रो सबैभन्दा ठूलो प्रतिस्पर्धी अर्को मानिस होइन, तिम्रो सबैभन्दा ठूलो शत्रु हो तिम्रो आलस्य, तिम्रो अस्थिरता, तिम्रो अहंकार र तिम्रो अत्यधिक आत्मविश्वास। यी शत्रुहरू बाहिर होइन, तिम्रै भित्र बसिरहेका हुन्छन्। र सबैभन्दा खतरनाक कुरा के हो भने यी चुपचाप तिमीलाई दिन प्रतिदिन कमजोर बनाइरहेका हुन्छन्।